एकैछिन है। आज मैले फरक विषय आज चाहिँ मैले सासू आमाको बारेमा एउटा भिडियो बनाउन खोज्दैछु। हामी सबैको कतिपय बुहारीहरू चाहिँ सासू आमा सिधा होस्, दिएको एक डल्लो खाओस्, एउटा कुनामा बसिराखोस्, आउने जाने मान्छेसँग नि हामी बोलिहाल्छौँ नि, अनि साधारण जीवनयापन गरिराखोस्। त्यो भएदेखि बुहारीहरूको इच्छा मनाकान्ति हुन्छ। तर म चाहिँ के भन्छु भने नि, सासू आमा पनि डनकै रूपमा रहेको मलाई त्यो खालको रूप धारणा भएको सासू आमा मनपर्छ। सफा सुग्घर होस्, फिट फाइन्ड होस्, डर लाग्दै पनि होस्। अब मलाई चाहिँ यसरी सासू आमाको कडा निगरानी हुन्छ भन्ने कुरा आफूमा पनि अलि डर होस्, अनि त्यसकै निगरानीमा रहेर चल्न सकियोस्। वाउ, फलानाको सासू त डन छन् क्या, त्यसरी जोसुकै उ गरेर गर्न सकिँदैन नि भन्ने अरूलाई पनि भान परोस्।